ऐना व्यवस्था बदल्नु, भ्रष्टाचार र कुशासनको भण्डाफोर गर्न बृहत विशेष यस सुदूरपश्चिम प्रदेशको आयोजनामा भइरहेको विरोध सभाका सभाध्यक्ष सुदूरपश्चिम प्रदेशका प्रदेश अध्यक्ष आदरणीय धर्मराज जोशीज्यू, यस कार्यक्रमका प्रमुख अतिथि आदरणीय राष्ट्रिय प्रधान पार्टीका केन्द्रीय अध्यक्ष माननीय राजेन्द्र लिङ्गदेनज्यू, पूर्व अध्यक्ष डाक्टर प्रकाश चन्द्र लोहनीज्यू, उपाध्यक्षज्यू लगायत सम्पूर्ण पदाधिकारी केन्द्रीय सदस्यज्यूहरूलाई र जिल्ला अध्यक्ष र जिल्लाबाट पाल्नुभएका सम्पूर्ण राष्ट्र प्रधान पार्टीमा आस्थावान सम्पूर्ण राष्ट्रवादीहरूलाई म कञ्चनपुर जिल्लाको अध्यक्षको तर्फबाट र जिल्लाको तर्फबाट यहाँलाई जय राष्ट्रवादको न्यानो टक्राउन चाहन्छु। धन्यवाद।